पहिलो म्याच चाहिँ हाम्रो पो फाइट परिरहेको छ सर्काइदियो 13 किल मार के भयो म्याच त्यो मेसीलाल लभली म्याच हो हाम्रो त किल गेम हो क्या गडा जस्ट फकिङ किल गेम्स चाहिँ ना अब यिनीहरू चाहिँ खतरा छ फेरि यिनीहरूले चाहिँ सेक्छ होला है फेरि हामीलाई यिनीहरू चाहिँ राम्रो छ भन्ने सुनेको थिएँ है तर दुइटै टिमले मिलेर फेरि त्यो टिजिआरलाई गाड पनि हान्न सक्छ है तर हाम्रो पनि बिल्ला त छैन होला दुईटा नक भइसक्यो उता एकजना मात्र सोलोमेन सकाइदियो हाम्रै केटाहरूले सकाइदियो लास्टमा तिनीहरूलाई फेरि फिक्स चिकेन हो मार बन्डी ओटनको छोरी हो लभली छ केटा म्याच यतिको घनाइ चाहिँ चाहियो है मुझे हो र स्पोर्ट्स भएपछि जा 2v2 सेभेज भाइ नाइस 1v1 चिकनमा चिकनी यस्तो छ है केटा गेम चाहिँ माइन्ड नगर ल खुल्किन्छ जस्तो लाग्यो केटाहरू त्यो झन् बाहिरको टिम हो त यार ओइ नाइस हेर यार ओइ सेभेजले ओभर हान्थ्यो त ओइ यो सेभेज भन्नेले ओभर हान्थ्यो त नाइस ओपी हो सकाउँदाखेरि मैले सटडाउनै हान्ने क्या 200 पोइन्ट ट्याक 200 ओपी इन द च्याट क्राउड 200 ओपी इन द च्याट चिकन छ यो गेम हाम्रो कसरी चिकन छ हौ जोतमा मैले इजी हो भन्छ तिमीहरू पेल्दियो मेरो ल्यामोको इजी चिकन हो सट डाउन भयो अरे त केटीहरू आयो ए इधरलाई चाहिँ सड्काइहाल 1 मिनट 1 सेकेन्ड भित्रमा सकाउँदा इधरलाई सेकेन्ड सजिलो हुन्छ क्या नाइस जिजी नाइस नक भुडुले नक हान्यो एउटालाई स्टपले पनि हान्यो भुडुले पनि हान्यो स्पार्सीले पनि हान्यो सर्ट आँखा झिमिक माल गायब चेलाई भन्छ आँखा झिमिक माल गायब चेलाई भन्छ है कडा आँखा झिमिक माल गायब चेलाई भन्छ है भक्करकोलाई को छ इन्डिया फ्यागरलाई छिराउ पहिला एउटा नक निकाल ओपनिङ नक कसले निकाल्छ त्यो हिरो है त नाइस नक कसले निकाल्यो भुडुले निकाल्यो सेभेजले पनि दियो लास्ट वान जिजी पर्पल हार्ट इन द च्याट पर्पल हार्ट इन द च्याट आँखा झिमिक माल गायब ओभर हान्थ्यो त केटाहरूले त